नमस्कार र गुड आफ्टरनुन भन्दै तपाईहरु बीचमा फेरि पनि उही ताजा अपडेट लिएर आएको छु काठमाडौँ सर्वोच्च अदालतबाट। साथीहरु, आज मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेज्यूको चाहिँ शुक्रबार रिट दायर गरिएको मुद्दा चाहिँ आज त्यसको सुनवाई हुँदै थियो र सर्वोच्च अदालतका टेक प्रसाद ढुङ्गानाको इजालसमा परेको उक्त रिट आज सुनवाई हुँदै थियो र उक्त सुनवाईमा न्यायाधीश टेक प्रसाद ढुङ्गानाको इजालसले उच्च अदालतले रवि लामिछानेज्यूलाई थुन्नुपर्ने स्पष्ट कारण के हो र कुन कानुनी हिसाब अनुसार चाहिँ प्रक्रिया उहाँलाई थुनामा पठाइयो भन्ने कैफियत प्रतिवेदन झिकाउनको लागि आदेश दिएको छ र उच्च अदालतले अब कसरी चाहिँ रवि लामिछानेलाई चाहिँ थुनामा पठाउनु पर्ने चाहिँ बाध्यता पर्यो अथवा कुन कानुनको हाँगालाई टेकेर कुन तरिकाले चाहिँ रवि लामिछाने थुनामा पठाउनु पर्यो यो स्पष्टीकरण चाहिँ अदालतसँग सोधेको छ। उच्च अदालतसँग चाहिँ सर्वोच्च अदालतले सोधेको छ र अब हेरौँ यहाँभन्दा अगाडिका दिनमा अब उच्च अदालतले कुन तरिकाको कैफियत प्रतिवेदन सर्वोच्च अदालतमा बुझाउँछ र त्यस पछाडि सर्वोच्च अदालतले चाहिँ साँच्चै रवि लामिछानेज्यूलाई प्रक्रिया पुर्याएरै थुनामा पठाएको हो अथवा पूर्ण रूपमा प्रक्रियागत हिसाबमा चाहिँ कैफियत गरेर अथवा प्रक्रियागत हिसाबमा कानुनी चाहिँ कानुनी प्रक्रिया नपुर्याइकन चाहिँ रवि लामिछानेज्यूलाई चाहिँ थुनामा पठाएको त्यो स्पष्ट हेरेर अनि सर्वोच्च अदालतलाई चाहिँ आदेश दिनेछ। अहिले सर्वोच्च अदालतले उहाँको जुन चाहिँ रिटलाई हेरेर कैफियत प्रतिवेदन मगाएको छ र कैफियत प्रतिवेदन भनेको चाहिँ यस्तो हुन्छ। तपाईहरुलाई मैले बुझाइसकेँ। अब यस पछाडि अगाडिका कुराहरू तपाईँ हामीले हेर्न बाँकी छ। सर्वोच्च अदालतले पक्कै पनि न्याय दिनेछ। जुनसुकै पार्टीगतको हिसाब अदालतमा न्यायाधीश नियुक्ति भइसकेपछि उहाँले पक्कै पनि पार्टीको अथवा व्यक्तिको हिसाबमा नरहिकन सत्य तथ्य र यथार्थलाई टेकेर कानुन मरेको छैन भन्ने कुरो स्पष्ट पारेर उहाँले चाहिँ फैसला गर्नुहुनेछ भन्ने पूर्ण तपाईँ हामी आशामा रहौँ। यति भन्न चाहे अहिलेको लागि फेरि पनि तपाईहरु बीचमा उपस्थित हुने नै छु भन्दै अहिलेलाई नमस्ते।